हेलो गाइज, गुड मर्निङ एभ्रिवान। हामी चाहिँ झापा श्री सिंहदेवी आधारभूत विद्यालयबाट सम्पूर्ण हामी ग्रुप चाहिँ चिसो हावा खान छुट्टीको टाइममा 2 दिने शैक्षिक भ्रमण लिएर आइरहेको छौँ। हाम्रो झापामा चाहिँ यतिखेर आलु उसिनेर छाला पक्क उकेको भन्दा पनि धेरै गर्मी भइरहेको छ। यहाँनिर चाहिँ सररररर हावा पार्ने चिसो, यहाँको चिसो हावापानी सुन्दर ठाउँ, यति धेरै राम्रो सुन्दर ठाउँमा बस्ने स्थानीयवासीहरूले चाहिँ एकदम भाग्यमानी हो। किनभने यस्तो स्वच्छ हावापानी, यत्रो रमणीय ठाउँ, हरियाली, न त गर्मी न त मच्छरको पीडा। हामी त झापा बसेर एकदम गर्मी सहन नसकेर एक दिन भए पनि चिसो हावा खानको लागि यहाँ इलाम कन्याम ठाउँमा आएर बसेको छौँ। यो हाम्रो ग्रिन कार्पेट होटलमा आएर चाहिँ हामी बसेको थियौँ। आज अब बिहान हिँड्नु लागेको छौँ। मेरो छोराले चिया आइसक्यो भनेर मलाई बोलाइरहेको छ। यहाँको फुलबारीहरू, फुलहरू कति राम्रो राम्रो छ। वाउ, ल बस्दै गर्नु, म आउँछु ल। कति राम्रो राम्रो फुल, वाउ, मलाई त मन पर्यो। के गर्नु, हाम्रोमा त यो फुल हुँदैन, गर्मीले पिल्सेर मर्छ।